काठमाडौँ महानगरका मेयर बालेन शाह फेरि चर्चामा। संसद भवनमा गरे बुलेट इन्ट्री, हर्कलाई गरे बेवास्ता। दर्शकबिन, आज भएको शपथ ग्रहण कार्यक्रममा बालेनले बुलेट इन्ट्री हानेका छन्। उनी आफ्नो पुरानै स्टाइलमा कालो चस्मा र कालो कोटमा चटक्क परी कसैलाई वास्ता नै नगरी संसद पसेका छन्। फेसबुकमा हर्क साम्पाङलाई आई लभ यु भन्दै पोस्ट गर्ने बालेनले वास्तवमा हर्कलाई नमस्कार पनि गरेनन्। साम्पाङ ज्ञानेन्द्र साईको छेउमै बसेका थिए, तर बालेनले हर्कलाई नहेरिकनै अघि बढेको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। धेरैले यसलाई बालेनको अहङ्कार भनेका छन् भने अर्को समूहले बालेनले अब हर्कसँग राजनैतिक दूरी राख्न चाहेको बताएका छन्। तर प्रश्न कहाँनिर उठ्छ भने फेसबुकमा मिठा शब्द बोल्दै आई लभ यु लेख्ने बालेनले वास्तविकतामा चिसो व्यवहार गर्नु यो कस्तो द्वन्द? विश्लेषकहरू भन्छन् यो व्यक्तिगत सम्बन्ध बिग्रिएको सङ्केत हुन सक्छ वा राजनीतिक रणनीति दूरी बनाइएको पनि हुन सक्छ। तर जे होस्, नेताहरूको व्यवहार जनताले नजिकबाट निहालिरहेका हुन्छन्। तर मुख्य कुरा कहाँनिर उठ्छ भने नेतृत्व केवल कामले मात्र होइन, व्यवहारले पनि मापन गरिन्छ। आजको घटनाले एउटा स्पष्ट सन्देश दिएको छ, सोशल मिडियाको इमेज र ग्राउन्ड रियालिटी एउटै हुँदैन। अब प्रश्न तपाईको, के बालेनले यो व्यवहार गर्नु सही हो वा उनले हर्कलाई कम्तीमा नमस्ते गर्नु पर्थ्यो? आफ्नो विचार कमेन्टमा लेख्न नभुल्नुहोला। धन्यवाद, नमस्कार।